सोचिरहनु भएको होला म पनि इन्टरनेट अनलाइनमा केही गर्न चाहन्छु, तर कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने भन्ने बारेमा जानकारी नभएको हुन सक्छ। ब्लग लेख्न चाहनुहुन्छ तर कसरी बनाउने, कति पैसा लाग्छ, कहाँ पोस्ट गर्ने, ब्लगले मलाई के फाइदा गर्छ भन्ने थाहा नभएको हुन सक्छ। चिन्ता नलिनुहोस्, यो भिडियोमा तपाईलाई फ्रेन्डली वेमा स्टेप बाइ स्टेप तरिकाले सबै कुरा बताउँदै जानेछु, जसले गर्दा तपाईको कन्फ्युजन टाढा भागोस् अनि कन्फिडेन्ट अझ बढ्दै जाओस्। नमस्ते साथीहरू, आज म तपाईहरूलाई ब्लग भनेको के हो, मान्छेले ब्लग किन लेख्ने गर्दछन्, हामीले पनि कसरी फ्रीमा वा कम बजेटमा ब्लग लेख्न सकिन्छ भन्ने बारेमा एकदमै सिम्पल अनि बुझ्ने तरिकाले यो भिडियोमा सिकाउँदै जानेछु। सबैभन्दा अगाडि हामीले ब्लग भनेको के हो भन्ने बारेमा बुझौँ। ब्लग भनेको तपाईले पर्सनल स्टोरिज, थट, आफ्नो लाइफ एक्सपिरियन्सेसहरू जे चाहे त्यो अनलाइनमा सेयर गर्न सक्नुहुनेछ। ब्लग वेब प्लस लगबाट बनेको दुईटा शब्दबाट। वेब भनेको वर्ल्ड वाइड वेब हो, जहाँ कन्टेन्टलाई पब्लिस गरिन्छ। लग भनेको कुनै पनि घटनाहरूको अथवा पत्रिकाहरूको अनलाइनमा रेकर्ड राख्नुलाई लग भनिन्छ। त्यो भएर दुईटा शब्दबाट मिलेर बनेको ब्लग हो। 1990 को दशकतिर सुरु भएको ब्लग अहिले मिलियन्स अफ मिलियन्स ब्लग पोस्टहरू अनलाइनमा जताततै देख्न सकिन्छ। ब्लगहरू धेरै प्रकारका हुन्छन्, जसमा पर्सनल ब्लग तपाईको व्यक्तिगत कथा, सोच र जीवनका अनुभवहरू सेयर गर्न सक्नुहुन्छ। राइटिङ अबाउट योर डेली एक्टिभिटिज, तपाईका दिनचर्या कुराहरू लेख्दै जानुहुन्छ भने त्यो पर्सनल आफ्नो व्यक्तिगत ब्लगहरू भए। अर्को रहेको छ निज ब्लग, एकै किसिमको टपिकमा, विषयमा केन्द्रित भएर टार्गेटेड अडियन्सको लागि आकर्षक ब्लग लेख्नुहुन्छ भने त्यस्तो खालको ब्लगलाई निच ब्लग भनिन्छ। जस्तै फिटनेसको लागि तपाईले त्यही विषयमा मात्र, फिटनेसको विषयबाट मात्र ब्लग बनाउनुहुन्छ भने त्यो निज ब्लग हो। अथवा फोनको बारेमा मात्र बनाउनुहुन्छ भने त्यो पनि निज ब्लग हो। अर्को छ बिजनेस ब्लग, कम्पनीको प्रडक्ट्सहरू, सर्भिसेसहरू, अपडेट्सहरूको बारेमा ब्लग बनाउनुहुन्छ भने त्यो ब्लग बिजनेस ब्लग हो। अर्को एफिलिएसन ब्लग अथवा एफिलिएट ब्लग, यो चाहिँ अनलाइन मार्केटबाट तपाईले एउटा लिङ्क ल्याएर तपाईको ब्लगमा हाल्नुहुन्छ कुनै प्रडक्टको बारेमा। जस्तै बेस्ट क्यामेरा अन्डर $500 भनेर हाल्नुहुन्छ, अनि त्यो क्यामेराको बारेमा तपाईले सबै इन्फर्मेसन त्यहाँ राख्नुहुन्छ आफ्नो ब्लगमा। यस्तो एफिलिएसन ब्लग हो। पैसा कमाउने राम्रो तरिका एफिलिएसन ब्लग पनि हो। अर्को न्युज ब्लग, कुनै पनि घटनाको बारेमा अथवा कुनै पनि नयाँ बजारमा आएको कुराहरूको बारेमा न्युज बनाएर हाल्नुहुन्छ। जस्तै आइफोन 17 आयो, त्यसको बारेमा कहिले लन्च हुन्छ, कति पर्छ, यसको फिचर्सहरू कति छन् भन्ने बारेमा ब्लग बनाएर हाल्नुहुन्छ, त्यो न्युज ब्लग भयो। अथवा तपाईँको गाउँघरमा निक्लेका कुनै समाचारहरूलाई चाहिँ लेखेर अनलाइनमा हाल्नुहुन्छ, ब्लग लेखेर, ब्लग पोस्ट बनाएर, त्यो न्युज ब्लग भयो। अर्को एजुकेसनल ब्लग, तपाईँ इङ्ग्लिसको बारेमा, इङ्ग्लिस ग्रामरको बारेमा चाहिँ ब्लग लेख्दै हुन्छ, कुनै पढाउँदै हुन्छ कोर्सहरू अनलाइनमा, ब्लग मार्फत सिकाउँदै हुनुहुन्छ, इन्फर्मेसन दिँदै हुनुहुन्छ भने त्यस्तो खालको ब्लगलाई एजुकेसनल अथवा हाउ टु ब्लग पनि भनिन्छ। ब्लग सुरु गर्ने कारणहरू, मान्छेले किन ब्लग सुरु गर्छन् त भन्दाखेरि आफूले जानेको स्किलहरू, नलेजहरू चाहिँ सेयर गर्नको लागि ब्लग सुरु गर्छन्। जस्तै तपाईँ पढाउन जान्नुहुन्छ भने पढाएको ब्लग, टिप्सहरू दिने, कसरी नानीहरूले छिटो सिक्छन् भन्ने बारेमा ब्लग हाल्दै हुन्छ। अर्को अनलाइनमा कमाइ गर्नको लागि एफिलिएट लिङ्क्सहरू हाल्नुहुन्छ, एडसेन्सहरू बनाउनुहुन्छ भने त्यहाँबाट कमाइ गर्न सकिन्छ। अनलाइनबाट गुगल ट्राफिकबाट पनि कमाइ गर्न सकिन्छ। तपाईँको ब्लगमा धेरै ट्राफिक बढ्यो, मान्छेहरूले धेरै पढ्न आए, त्यहाँ सिक्न आए भने तपाईँले ट्राफिक क्रिएट गर्नुभयो, त्यसले पनि पैसा बनाउन सक्छ।
गुगल एडसेन्सको मार्फत। अर्को पर्सनल ब्रान्ड, आफू कुनै विषयमा एक्सपर्ट हो, त्यो बारेमा ज्ञान दिनुहुन्छ भने तपाईँको ज्ञान अरूले रुचाउँछन् र तपाईँलाई मान्न थाल्छन्। त्यसले गर्दाखेरि आफ्नो पर्सनल ब्रान्ड बन्दै जान्छ। अर्को बिजनेस प्रमोट गर्नको लागि पनि मान्छेले ब्लग गर्छन्। एउटा बिजनेस खोल्नुभयो अथवा तपाईँको त्यहाँ प्रडक्टहरू धेरै छ, त्यो बिजनेसमा त्यो प्रडक्टको बारेमा ब्लग लेखेर हाल्नुभयो भने मान्छेले पढ्छन्, बुझ्छन्, जान्दछन्, तपाईँको बिजनेस माथि उठ्छ। अर्को कुरा भनेको स्किल इम्प्रुभमेन्टको लागि तपाईँले एक्जामको टिप्स दिनुभयो, एक्जामिनेसनको टिप्स दिनुभयो, तपाईँले कसरी चाहिँ राइटिङ स्किल बढाउन सकिन्छ भन्ने टिप्स दिनुभयो, कसरी कोडिङ सिक्न सकिन्छ अथवा कसरी ब्याङ्कमा सेभिङ गर्ने भन्ने तरिकाको ब्लग्स बनाउनु भने त्यो कसैको लागि स्किल इम्प्रुभमेन्ट हुनसक्छ। र ब्लग सुरु गर्नु भनेको अनलाइन करियरमा हात हाल्नु हो। यो सबैभन्दा सस्तो सजिलो तरिकाले तपाईँले अनलाइनमा आफूलाई प्रेजेन्स गर्न सक्नुहुन्छ। यसमा न त धेरै एक्सपर्ट लेभलको इङ्ग्लिस चाहिन्छ, न कोडिङ चाहिन्छ, मात्र के चाहिन्छ भने तपाईँको मेहनत र तपाईँको स्किल सिक्ने पेसन चाहिने गर्दछ। ब्लग सुरु गर्न के चाहिन्छ त? ब्लग सुरु गर्नलाई 4-5 वटा बेसिक कुराहरू आवश्यक पर्दछ। पहिलो नम्बरमा डोमेन नेम। डोमेन नेम भनेको तपाईँको वेबसाइटको ठेगाना हो। जस्तै तपाईँको घरको एड्रेस छ, त्यस्तै तपाईँको वेबसाइटको एड्रेस हो डोमेन नेम भनेको। जस्तै www.pickcreator.com, यो पिक क्रिएटर चाहिँ डोमेन नेम हो। www चाहिँ सब डोमेन हो र .com चाहिँ एक्सटेन्सन, टप लेभल डोमेन भन्छ यसलाई। .np हुन्छ, edu हुन्छ। डोमेन नेमलाई सिक्योर गर्नको लागि HTTPS पनि हाल्न सकिन्छ। यो चिज सेक्युरिटीको लागि। पिक क्रिएटर चाहिँ तपाईँको ब्रान्डको, तपाईँको वेबसाइटको पहिचान हो, आइडेन्टिटी हो। हामीले डोमेन नेम कहाँबाट किन्न सकिन्छ भन्दा नेमचिप, गोडेडी, गुगल डोमेन्स लगायत धेरै अरूबाट। यसको प्राइस भनेको $8 देखि $12 पर्छ। त्योभन्दा महँगा पनि छन्, एकदम चिपमा, सस्तोमा, यति। नम्बर 2 मा छ होस्टिङ। होस्टिङ चाहिँ तपाईँको डोमेन एड्रेस हो अनलाइनको भने होस्टिङ चाहिँ तपाईँको घर हो, जहाँ तपाईँको फाइल, फोटो पोस्ट गरेर सेभ गर्न सक्नुहुन्छ। होस्टिङ किन्नको लागि होस्टिङ्गर सबैभन्दा फेभरेट, म पनि होस्टिङ्गरै चलाउँछु। अरू छन् ब्लु होस्ट, साइटग्राउन्ड, A2 होस्टिङ जस्ता अरू पनि। सस्तो, सजिलो र छिटो चाहिँ स्पिड चाहिँ होस्टिङ्गरै मानिन्छ। अर्को रह्यो वेबसाइट बनाउने डिजाइन कहाँ गर्ने त भन्दाखेरि 40% अफ वेबसाइट वर्डप्रेसमा बनेका छन्। वर्डप्रेसको प्लेटफर्म चाहिँ के हो त भन्दाखेरि यो तपाईँले घरको रुम डिजाइन गरे जस्तै, फर्निचरहरूलाई यताउता सारे जस्तै यसमा चाहिँ तपाईँको वेबसाइट डेकोरेट गर्ने हो। यो पनि एकदमै अनिवार्य छ। जति राम्रो वेबसाइट बनाउनु हो त्यति तपाईँको रिडर्सहरू आकर्षक हुन्छन्। अर्को रह्यो तपाईँको बेसिक स्किल्स। सिम्पल इङ्ग्लिस लेख्न तपाईँले जान्नु पर्यो, कपी पेस्ट जान्नु पर्यो, बेसिक इन्टरनेट चलाउन जान्नु पर्यो, तपाईँसँग कम्प्युटर अथवा ल्यापटप हुनु पर्यो, अथवा फोनबाट पनि कतिले ब्लग लेख्ने गर्दछन्। अहिले त एआईले नेपालीलाई पनि इङ्ग्लिसमा ट्रान्सलेट गरेर दिने गर्दछ। त्यो भएर अहिले त तपाईँको मेहनतै सबैभन्दा बढी चाहिने हुन्छ। कोडिङ, प्रोग्रामिङ, हाई लेभल स्किल्स अथवा इङ्ग्लिस आजको जमानामा हुँदा अत्यन्तै धेरै राम्रो, नहुँदा पनि तपाईँ अड्किनुहुन्न। यदि गर्छु भन्ने छ भने तपाईँले गर्न सक्नुहुनेछ। होस्टिङ र डोमेन नेमको पनि खर्च नगरी फ्री ब्लग बनाउने अरू तरिका छन्, तर यी चाहिँ त्यति प्रभावकारी छैनन्। जस्तै blogger.com जुन गुगलको प्लेटफर्म हो, अर्को medium.com अर्काको वेबसाइट हो, त्यहाँ तपाईँले पोस्ट गर्न सक्नुहुनेछ। तर एकदमै लिमिटेड फिचर्सहरू र कमाइ गर्न त्यति
राम्रो मानिँदैन र प्रोफेसनल जस्तो पनि देखिँदैन यी दुईवटा चाहिँ। यदि तपाईँले लङ टर्मको लागि सोच्नु भएको छ भने डोमेन नेम र होस्टिङ किन्नुभयो भने एकदमै बेस्ट तरिकाको ब्लग बन्नेछ। फ्री थिम आस्ट्रा भयो, जेनेरेट प्रेस भयो, केडेन्स भयो, वर्डप्रेसमा गएर इन्स्टल गरेर आफै युट्युब हेरेर कस्टमाइज गर्न सक्नुहुनेछ। म सबै जानकारीहरू तल डिस्क्रिप्सनमा राखिदिनेछु, त्यहाँ हेरेर पनि तपाईँले कति कुरा गर्न सक्नुहुनेछ। अनि प्लगइन्सहरू चाहिनेछ। प्लगइन भनेको चाहिँ तपाईँको वेबसाइटको थिममा आवश्यक पर्ने कुराहरू ल्याउने, जस्तै र्याङ्क म्याथ, एसइओ। यसले चाहिँ एसइओ सर्च इन्जिन अप्टिमाइजेसनलाई को लागि काम गर्नेछ। अर्को साइट किट बाई गुगल छ। यसले चाहिँ तपाईँको पर्फर्मेन्सहरू गुगलमा कस्तो भयो, कति मान्छेले क्लिक गरे, कति मान्छेले लाइक गरे, कमेन्ट गरे भन्ने देखाउने छ। ब्लगबाट अर्निङ कसरी गर्ने त भन्दा, जब तपाईँको ट्राफिक बढ्दै जानेछ अनि गुगल सेन्स लगाउने, एमाजोनको एफिलिएसन भयो अथवा अरू कुनै पनि अनलाइनका एफिलिएसनहरू लिङ्क हालेर त्यहाँ क्लिक गर्यो भने त्यहाँबाट पनि तपाईँले अर्निङ गर्न सक्नुहुनेछ। स्पोन्सर पोस्टहरू, डिजिटल प्रडक्टहरू बेच्न सक्नुहुनेछ अथवा अनलाइन कोर्सहरू बनाएर पनि तपाईँले त्यहाँ सेल गर्न सक्नुहुनेछ आफ्नो ब्लग वेबसाइट मार्फत। ब्लगमा एकदमै 100% पैसा कमिन सक्छ, तर तपाईँको एकदमै लगातार मेहनत, तपाईँको लगातार पोस्ट गर्नेले अझ बढी तपाईँलाई फाइदा गर्न सक्छ। अन्त्यमा तपाईँ पर्फेक्ट पनि चाहिएन, तपाईँ एक्सपर्ट पनि हुनु परेन, तपाईँको इङ्ग्लिस हाई लेभल पनि हुनु परेन, तर तपाईँले सुरु गर्नु पर्यो। सबै ठुला ब्लगरहरू एक दिन जिरोबाट सुरु भएका थिए। उनीहरूले पहिलो पोस्ट लेख्दा पर्फेक्ट थिएन, तर उनीहरू सुरु त गरे। तपाईँको ब्लगले पनि तपाईँलाई फ्युचर इन्कम, स्किल सबै परिवर्तन गर्न सक्छ। आजैदेखि सुरु गर्नुहोस्। थ्याङ्क यू सो मच। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनु है त।